फाइनली टिली चोक लेक पनि आइपुग्यो। लेक चाहिँ अति सुन्दर छ अनि धेरै अग्लो ताल हो हामी चाहिँ तिमाङ आइपुगेछौँ है। तिमाङ यस्तो राम्रो रहेछ, रमाइलो ठाउँ। अहिले पानी परेकोले गर्दा चाहिँ धेरै हुस्सुहरू लागिरहेछ अनि खासै भ्यूहरू राम्रो देखेको छैन। मर्निङमा चाहिँ यस्तो हुँदो रहेछ, माथि घाम लागिरहेछ अनि पानी नपर्दा त जे होस् वेदर पनि धेरै राम्रो हुन्छ। वेदरले बाटोले गर्दा झन् हिँड्नु सकिँदैन। तैपनि साथीहरू आउँदाखेरि चाहिँ अब पानीहरू अब तातो तातो लुगाहरू लाउनु, आउँदाखेरि एकदम ब्याग प्याक गरेर आउनु किनकि त जाडो धेरै जाडो भएपछि चिसोले बिरामी हुने गर्छ। आइराखेको भए चाहिँ केही फरक पर्दैन। लेक चाहिँ अति सुन्दर छ अनि धेरै अग्लो ताल हो चाहिँ माथि हिमालबाट आउँछ। धेरै गहिरो पनि छ अनि यस्तो देखिन्छ। धेरै हिँड्नुपर्छ। आम्मामा बेस क्याम्पबाट हामीलाई त्यस्तै लाग्यो होला 4-5 घन्टा लाग्यो होला। अनि हामी भने चाहिँ यो हेर्नु आएको है। हाम्रो यात्रा भनेको तिली चोक अनि थोरङ्ला पास छ। अब थोरङ्ला खर्का आइपुग्यो। साह्रै टाढो रहेछ, हेर्दा नजिकै धेरै टाढो रहेछ नि। यहाँ खर्काबाट चाहिँ यस्तो देखिन्छ। अहिले चाहिँ घाम लागेछ राम्रो। ओइ हामी चाहिँ यता यसमा बसेकै थोरङ पिक होटल। यहाँबाट चाहिँ हिमालहरू टल्किरहेछ। गाइस हामी चाहिँ फेरि जाँदैछौँ। यो यहाँबाट आधी घन्टा लाग्छ फेरि जानु। अलिकति भित्र पर्छ तर बाटो चाहिँ तेर्चो छ तर भ्यूहरू चाहिँ एकदम सुन्दर छ। मलाई त लास्ट इन्जोय भइरहेछ। डङ्की चाहिँ जता भए पनि हुन्छ। डङ्की इज एभ्रिवेयर इन द हिमालयन रिजन। है हामी तल यहाँ खर्काबाट 3 घन्टा लाग्यो तर एकदम राम्रो छ। पहाडले घेरिएको ठाउँमा छ। यो भित्र चाहिँ चिया खानु पर्यो। चाहिँ फेरिबाट थोरङ्ला जानु चाहिँ यस्तो उकालो छ। आम्मामा यो कसरी जाने होला। यस्तो पुगेछौँ। यहाँबाट चाहिँ धेरै राम्रो देख्दो रहेछ दृश्यहरू। आम्मामा त्यहाँ उता हेर्दा त मन छुने छ। अनि यो माथि त अब कुरै नगरौँ। हामी जानुपर्ने चाहिँ भोलि जानुपर्ने चाहिँ यसरी जानुपर्ने रहेछ। उनीहरू चाहिँ हाम्रो क्लाइन्टहरू हो। एन्ड योभन्दा चाहिँ माथि अलिक टप रहेछ तर जानु सकिँदैन। अनि त्यहाँबाट तल चाहिँ यस्तो राम्रो देखिन्छ। त्यो बाटो देख्ने चाहिँ हामी आएको भनेर हाम्रो क्लाइन्टहरू चाहिँ माथिबाट आएको, हामी चाहिँ यताको साइडबाट आएको। यो तल चाहिँ फेरि भन्छ। यो तल धेरै उकालो छ। आउँदा पनि मनै छुन्छ यस्तो बाटो छ। त 2 घन्टा 2.5 घन्टा लाग्छ। त्यो त हिँडाइमा फरक पर्छ तर यस्तो सुन्दर छ। मन छुने छ एकदम। हाई क्याम्प हो। आज चाहिँ हाम्रो बास चाहिँ यहाँ छ अनि भोलि चाहिँ हामी यहाँबाट थोरङ्ला हुँदै मुक्तिनाथ झर्दैछौँ। अनि यसो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला। लागिरहेछ है। हामी चाहिँ तलबाट आएको। हाम्रो हिमालहरू चम्किरहेछ, घाम लागिरहेछ। यस्तो नमिठो बाटो छ तर जे होस् रमाइलो भइरहेछ। जानुपर्ने माथि।
फाइनली थोरङला पास पनि आइपुग्यो अनि धेरै गाह्रो रहेछ तलबाट आउनु यस्तो बाटोबाट आउनु पर्दो रहेछ 5-6 घन्टा लाग्दो रहेछ अनि यिनीहरू चाहिँ हाम्रो क्लाइन्टहरू हो अनि माथिबाट चाहिँ कस्तो देख्छ हेरौँ है हो हामी चाहिँ यो उदो जानुपर्ने छ सो जान्छौँ अहिले चाहिँ बादल लागेर अलिकति राम्रो देखेको छैन तर सबै खुसी छन् म पनि अति खुसी छु तर यो बाटो हिँड्नु चाहिँ अलिकति दुखी भएको थिएँ तर माथि आएपछि चाहिँ लास्टै खुसी भए सबैजना सबै खुसी छन् अब हामी तल जाँदा झन् खुसी भइहाल्छ थोरङला पास पनि फाइनली भयो यस्तो रहेछ ठाउँहरू यो सानो ठाउँलाई चाहिँ थोरङला पास भनेको रहेछ वेल अति बाटो चाहिँ नमिठै छ यस्तो बाटो चाहिँ छ त्यो मरुभूमि जस्तो छ तर धेरै टाढा पर्छ तलदेखि रमाइलो छ अति अहिले बादलले गर्दाखेरि खासै के बाटो देख्दैन तर बाटो चाहिँ यस्तो मात्र छन् है सबै त्यही भएर अरू यो बिचमा चाहिँ मैले खिचेन उनीहरूले फोटो खिच्दैछन् यतिको लागि अब यो उदो चाहिँ हामी मुक्तिनाथ झर्दैछौँ थोरङला पास यसो जानुपर्छ मेरो भिडियोलाई मन पर्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला हामी चाहिँ अब यहाँबाट तल मुक्तिनाथ झर्दैछौँ यो बाटो यस्तो छ बाटो सरी झर्नुपर्ने रहेछ तल वेल तल चाहिँ राम्रो भ्यू चाहिँ देखिन्छ है त हामी चाहिँ तल मुक्तिनाथ जाँदैछौँ हामी थोरङला पास भर्खर गरेर एकदम राम्रो ठाउँ रहेछ वेल यस्तो राम्रो ठाउँ त जीवनभरि गएको छैन जस्तो लाग्यो मेरो फर्स्ट टाइम भएर मात्र होला नत्र एकदम राम्रो छ आई क्याचिङ छ हार्ट टचिङ छ वेल मेरो भिडियो अन्त्यसम्म हेरिदिनु होला अनि मुक्तिनाथसम्म चाहिँ म भिडियो बनाउँछु थोरङला गरेपछि एकदम हामी चाहिँ तल मुक्तिनाथ पुग्नुलाई चाहिँ तल जानुपर्छ तल यस्तो तल जानुपर्छ यस्तो ठाउँ चाहिँ गिठीहरू यस्तो छ आउँदा चाहिँ यसरी झर्नुपर्छ यहाँ चाहिँ गिठी बालुवा बाहेक केही छैन है हेर्नु त पुरा मरुभूमि छ अहिले चाहिँ सेप्टेम्बर परेर होला नत्र त हिउँहरू धेरै हुन्छ अनि यता अलिकति क्रस गर्नु चाहिँ डेन्जर नै हुन्छ वे हामी चाहिँ लक्की नै होला बाटो त लास्टै उजार छ है तल जानुपर्ने मेरो खुट्टा लास्टै दुखिसक्यो तर ब्युटीको चाहिँ आफ्नै भाइब छ वेल रिक्रिएसन दिन्छ यसले लास्टै इन्जोयेबल छ वेल हिँड्नु चाहिँ साह्रै नमिठो छ तर भ्यू देख्दा चाहिँ त्यो हिँडेको महसुस नै नहुने अब इन्जोय हुँदै गइरहेछ 2-3 घन्टा हिँडिसक्यो तल लज नै आएको छैन कति टाढो हो मरुभूमि त भन्नु त्यो माथिको चाहिँ आकर्षित छ लास्टै कहिले पुणे लज बल्ल अब होटेल आयो गाउँ आइपुगेछ धेरै पछि हिँडेपछि आइपुग्यो गाउँ पनि यता होटेलहरू छ यहाँ ठुलो सहर छ अनि उता पनि सहर नै छ तर हामी यता जमसुङबाट जानुपर्ने भएर त्यस्तो हो धेरै माथि त लास्टै ओह्रालो रहेछ मजा 2-3टा चेन्ज गर्नुपर्ने भयो कम टु मुक्तिनाथ टेम्पल यस्तो रहेछ यहाँबाट दामी रहेछ भ्यूहरू राम्रो देख्छ अनि सबैभन्दा यो सिडी चाहिँ धेरै लामो 1000 भन्दा बढी स्टेप छ होला अनि उता चाहिँ मुस्ताङ हो अनि माथि पनि टेम्पल रहेछ यो चाहिँ सम्बा गुम्बा भन्ने छ यो भित्र यस्तो छ सम्बा गुम्बा मान्छे बस्छन् क्या हो वृक्षारोपण अरे यो भित्र चाहिँ वृक्षारोपणहरू छन् है टेम्पलको जस्तो छन् माथि चाहिँ मन्दिर
ए मन्दिर यस्तो दामी रहेछ अनि भक्तजनहरू छन्। यता चाहिँ फेरि गौतम बुद्धको स्ट्याचु रहेछ, खै के चाहिँ भन्ने हो, तर धेरै राम्रो रहेछ। वाउ, धेरै राम्रो रहेछ स्ट्याचुहरू। मुक्तिनाथमै पर्छ यो, मुस्ताङमा है, यो फेरि अरू ठाउँमा होइन। यस्तोहरू घुम्नुपर्छ, यताबाट घुमे फेरि उल्टो हुन्छ, यताबाट चाहिँ क्राउन गर्नु पर्यो। कस्तो रहेछ भ्यू चाहिँ अति बबाल। त्यो धौलागिरी हिमालहरू देख्दो रहेछ यहाँबाट। यस्तो देखिन्छ यहाँबाट तल चाहिँ गाउँहरू देखिन्छ, गाउँ मुस्ताङ गाउँहरू देखिन्छ। यस्तो रमाइलो पिसफुल छ ठाउँहरू, रमाइलो पिसफुल छ ठाउँहरू। वाह वाह, म चाहिँ अहिले 5 बजीतिर आइपुगेको छ, मान्छे त्यति छैन, भिडहरू। सो या इन्जोय। चाहिँ यस्तो देख्छ, अति राम्रो देख्छ है, अति सुन्दर छ। त्यही भएर भिडियो चाहिँ हेरिबसेछ। माथिबाट त वालपेपर जस्तो देख्छ ठ्याक्कै, यस्तो दामी देख्छ। तर यो चाहिँ भिडियो है, फेरि वालपेपर होइन, यस्तो छ माथि। वाउ, यस्तो अति सुन्दर हो।